नमस्कार झोडले स्वागत छ तपाईहरुलाई मेरो पहिलो भ्लगमा। आज चाहिँ हामी हाम्रो रुम पार्टनर दिदीको बर्थडे सेलिब्रेट गर्दै छौं। उहाँले चाहिँ हामीलाई आफ्नो बर्थडे डेट अहिलेसम्म भन्नु भएको थिएन। उहाँले नभन्नु भएको बर्थडे हामीले कसरी पत्ता लगायौं त थाहा पाउनका लागि पुरा भिडियो हेर्नु होला। आजको बर्थडेमा गरिना बनाइरहेछ नि यहाँ थापाको न त थापा टिभी गएछि मलाई छोडेर गएको देखेछि थापा हाते के भयो सेटस लाउने कि नलाउने लगाउनु बर्थडे भन्नु भएन भन्दैमा लगाउने नै बनाउनु लु निभाउनु न छिटो छिटो लु मरिसक्यो क्यान्डल ल काट्ने कुरा म लिएर चुज गर्ने मान्छे नै खतरा हो नि त। भयो है म तरकारी बनाउँदा थ्याङ्क यू ओ माय गॉड मेरो एल्बम गयो मेरो पाक्यो। तपाईको श्रीमतीको बर्थडेको उपलक्ष्यमा तपाई के भन्न चाहनुहुन्छ? ह्यापी बर्थडे होइन यो मान्छेले लगाइदिनु पर्ने लु हात समातेर छिराइदिनु पर्ने लुगा न कन्ट्रोल हुन्छ न टिचर बोल्दैन है यो बेना त सुक्नु भयो। हेलो बर्थडे थाहा पाउने माध्यम चाहिँ यता हुनुहुन्छ। मैले अस्ति नै सोधेर राखेको थिएँ। हजुर हे गाइस हेर्दै हुनुहुन्छ एउटा यति सानो केक छ खाने मान्छे चाहिँ यति छन्। मलाई ठुलो भनिराखन् तर मलाई चाहिँ के छैनन् छैन खोज्न लागेको मान्छे के अच्छा त्यसपछि चाहिँ हामी केक खान थाल्यौं साथीहरु। मलाई चाहिँ केक खासै मन पर्दैन। चोर्नी एक नम्बरको चोर्नी केक चोर्नी झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती। केक खाइसकेपछि हामी नाच्न थाल्यौं साथीहरु। हामी चाहिँ आफ्नो आफ्नै पारामा नाचिरहेछौँ यहाँ। ओहो 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 तिमी मलाई पर्लै नै मन पर्नी तिमीले छड्के आँखाले नहेर्नी मैले हाते गरेर के गर्नी कति मिलेको साँच्चै? दुईजना सेतो एकजना कालो नाच्नु न दिदी टिकटकमा हाल्ने। अलिक उता
नाच ल उता उता ओहो अन्ततः हाम्री प्यारी सरुना दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना। यो परदेश भूमिमा आएर बगाएको पसिना खेर नजाओस्, सबै सपनाहरू साकार हुन्। जन्मदिनको धेरै धेरै शुभकामना प्यारी दिदी। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। साथीहरू, यो चाहिँ मेरो पहिलो प्रयास हो। आगामी दिनहरूमा पनि म यस्तै प्रयास गर्दै गर्नेछु साथीहरू। माया गरिदिनु होला है। धन्यवाद।